बालेलले राजीनामा दिनै लाग्दा भावुक बने कर्मचारी। मेयर साहब हाम्रो लागि भगवान जस्तै हुन्, प्रधानमन्त्री बनेर आउन् भन्दै दिए शुभकामना। मलाई चाहिँ भगवान जस्तै लाग्छ मेयर साहब हैन, किनभने हाम्रो बच्चा सरको मान्छे हो, तैपनि देशमा यस्तो ठुलो चाहिँ सपना बोकेर आउनुभएको छ हैन। उहाँले कति सङ्घर्ष गर्नुभयो यहाँ महानगरपालिकाभित्र छिर्दा पनि। मेयर साहबसँग एउटा फोटो खिचेर बनाएर राखौँ भनेर एउटा सम्झनाको लागि। उहाँ प्रधानमन्त्री नै जित्नुभयो भने त अब जरै दिन राम्रो भएर आउँछ। उहाँलाई शुभकामना छ, जितेर आउनुहोस्। प्रधानमन्त्री बन्न लायक छ बालेन साहब एकदम 100मा 100 हजुर। तपाईँको काम गर्ने हाकिम भएर तारिफ गर्नुभयो। होइन होइन, हामीले भेट्नै त पाउँदैनौँ मेयर साहबले। कहिले कहिले जित्न देखियो। महानगरपालिका धेरै सुधार भएको छ उहाँ आउनु भएपछि चाहिँ। पहिलाको महानगरपालिका र अहिलेको महानगरपालिकामा 100मा 100 नै फरक लाग्छ मलाई चाहिँ, किनभने हामीलाई काम गर्न एकदम सजिलो भएको छ। अब उहाँसँग 3.5 वर्ष जति भयो लगभग मेयर साहब आउनुभएको। तैपनि त्यति बेलाको यो पिरियडमा हामीले धेरै नै राम्रो पाएको छौँ। अब हामीले चाहिँ स्वास्थ्यको सुविधा पाएको छौँ होइन। अब चाहिँ अफिसमा कार्यालयमा पनि हामीले काम गरेको बापतमा पनि सुविधा पाएको छौँ। काम गर्नेलाई धेरै राम्रो छ, काम नगर्नेलाई नराम्रो छ, त्यही हो। जाँदा जाँदै सर चाहिँ अब नजानु भयो हुन्थ्यो भन्ने एउटा चाहना पनि छ। महानगर फेरि जताको जस्तै होला होइन। फेरि अब उहाँले चाहिँ अब प्रधानमन्त्री नै जितेर आउनुहुन्छ भन्ने आशा पनि छ। उहाँ प्रधानमन्त्री नै जित्नुभयो भने त अब जरै दिन राम्रो भएर आउँछ। उहाँलाई शुभकामना छ, जितेर आउनुहोस्। यही नै शुभकामना। धेरै पार्टीगत नेतृत्वहरूले शीर्ष नेतृत्वहरूले चाहिँ यस्तो अल्लाडिताहरू आएर एक दिनको वाइमा प्रधानमन्त्री बन्यो भने देशलाई झन् घाटा हुन्छ भन्छ। तपाईँको अनुभव कस्तो छ उहाँको काम गराएप्रति? त्यस्तो भन्दा त महानगरपालिकामा मेयर साहब भएर जितेर आउँदा नि त्यस्तै नै भन्नुभएको थियो नि त होइन। कसैले के भन्नुभयो कसैले के भन्नुभयो। मेयर साहबले कस्तो नि सानो उमेर भए पनि उहाँको चाहिँ अब कम्प्युटर भन्दा पनि बढी चाहिँ दिमाग चल्छ कि मेयर साहब। परिपक्वै छ कि उहाँको चाहिँ, राम्रो छ। चलाउन सक्नुहुन्छ उहाँले। प्रधानमन्त्री बन्न लायक छ बालेन साहब एकदमै 100मा 100 हजुर। तपाईँको काम गर्ने हाकिम भएर तारिफ गर्नुभयो। होइन होइन, हामीले भेट्नै त पाउँदैनौँ मेयर साहबले। कहिले कहिले जित्न देखियो। भेट्न पाएन भनेर रिस पनि होला, आक्रोश पनि होला। छैन, काममा व्यस्त भएको मान्छेले किन आक्रोश हुनु पर्यो? जनतासँग चाहिँ किन भेट्नै हुन्न मेयर साहब? अब हामी नै कर्मचारी भएर भेट्नु पाएको छैनौँ। तर भेट्नु आफ्नो बोल्नु भन्दा पनि काम गरेर देखाउनु थियो, त्यो चाहिँ गर्नु भएको छ भन्ने त्यो चाहिँ हो एकदम। काम गर्नुभएको छ। अब यही अब भन्नु न कति फोहोरहरू थियो, फोहोरको डङ्गुरमा हामी चाहिँ हिँड्नु पर्थ्यो, बाटोघाटोहरू सबै। जाँदा जाँदा केही सुझाव सल्लाह उहाँलाई सन्देश के भन्न चाहनुहुन्छ? मलाई सन्देश चाहिँ अब प्रधानमन्त्री पदमा जितेर आउनुहोस्। देशको उन्नति प्रगति जे होस्, देश चाहिँ एउटा फुलको थुङ्गा जस्तो राम्रो होस् होइन। सबैले